जात्राको मुख्य आकर्षण भनेको देवताको भव्य रथ यात्रा हो। भारतको जगन्नाथ जात्रामा निकालिने रथका 16वटा पाङ्ग्रा हुन्छन् र रथलाई विधि पुर्याउन मात्र तान्ने गरिन्छ। तर मच्छिन्द्रनाथको रथ 65 फिट अग्लो छ र यो अजङ्गको रथ मात्र 4 पाङ्ग्राको सहारामा खडा भएको हुन्छ। यस्तो ढाँचा काँचाको रथलाई कच्ची बाटो र सहरका साँघुरा सडकहरूमा तानेर लैजानु पर्ने हुँदा रथ यात्रा खतरापूर्ण हुन्छ। रथ दुर्घटनामा परे त्यो राजा र देशका लागि अशुभ मानिन्छ। राजवंशमा आइपरेका अनिष्टहरूलाई रथका दुर्घटनाहरूसँग वंशावलीहरूमा गाँस्ने गरेको पाइन्छ। 25 साल र 27 सालमा ठुलो घटना भएको हुनाले महेन्द्र सरकारले